सक्नुहुनेछ। मैले फेरि पनि कन्टिन्यू गरिराखेको छु नेवाको प्रस्तुतिको लागि। म प्रदीप सरको नम्बर यहाँलाई नोट गरिदिनको निम्ति अनुरोध गर्न चाहन्छु। प्रदीप भट्टराई सर मार्फत तपाईँको सांस्कृतिक प्रस्तुति या केही प्रस्तुतिहरू छन् भने हामीलाई उपलब्ध गराइदिनु होला। उहाँको नम्बर रहेको छ 98 540 36 895 मा सम्पर्क गरी तपाईँको प्रस्तुति केही छन् भनेदेखि राखिदिन अनुरोध गर्दै फेरि पनि हामी नेवा संस्कृतिको प्रवर्धनका लागि उहाँहरूको पहिचानको लागि यो प्रस्तुतिलाई जोड्न चाहन्छौँ। यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद। यो साउन्ड अलिकति कम सुनिएको छ, यहाँहरू सबैले सुन्नु भएको छ हामीले बोलिरहेको। पर त्यो गाडी राख्ने साथीले पनि सुन्नु भएको छ होला। कृपया त्यो गाडीलाई हटाइदिनको निम्ति अनुरोध गर्न चाहन्छौँ। यो छेउमा रहेको गाडीलाई पनि हटाइदिनको निम्ति हार्दिक अनुरोध गर्न चाहन्छौँ। र एकचोटि सरस्वती हामीहरू कार्यक्रम सफल पार्न आउनुभएको सबैलाई सम्झिन चाहन्छौँ। यसै क्रममा सत्य वचन परमेश्वरीय मार्गदर्शनको ब्यानर पनि हामीसँग छ। सबै ब्यानर उतापट्टि फर्किएको छ। म सरस्वती जति पनि देखिन्छ यहाँहरू सबैलाई सम्बोधन गर्न चाहन्छु। तेस्रो लालबन्दी महोत्सवलाई सफल पार्नको निम्ति फर्निचर तथा फर्निसिङ व्यवसाय सङ्घबाट पनि आफ्नो ब्यानर सहित सहभागिता जनाउनु भएको छ। यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छौँ। त्यसै गरी महिला साना किसान कृषि सहकारी संस्था लिमिटेड लालबन्दी नगरपालिका वडा नम्बर 17 रानीगञ्जबाट पनि हाम्रो कार्यक्रमलाई सफल पार्नको निम्ति सहभागिता जनाउनु भएको छ। यहाँलाई हार्दिक स्वागत गर्दछौँ। श्री फौजा सिंह माध्यमिक विद्यालयका विद्यार्थी भाइ बहिनीहरूलाई जोरदार तालीका साथ स्वागत गर्न चाहन्छौँ। भाइ बहिनीहरूले पनि सुरु गरेपछि मात्रै ताली बज्दो रहेछ। एकचोटि यहाँलाई पनि ताली बजाइदिनको निम्ति हार्दिक अनुरोध गर्छु। त्यसै गरी लालबन्दी महोत्सवलाई सफल पार्नको निम्ति नेपाल होटल व्यवसाय तथा नेपाल होटल तथा पर्यटन व्यवसाय संघ सर्लाहीको तर्फबाट आफ्नो ब्यानर सहित उपस्थित हुनुभएको छ भने श्री राम जानकी मन्दिर धार्मिक तथा पर्यटकीय स्थलबाट उहाँहरूको प्रबन्धनका साथ उपस्थित रहनु भएको छ। हामी स्वागत गर्न चाहन्छौँ राधाकृष्ण राम जानकी वैदिक संस्कृत गुरुकुलमको तर्फबाट। त्यसै गरी लालबन्दी महोत्सवलाई सफल पार्नको निम्ति मानव अधिकारका लागि महिला तथा एकीकृत महिला समूहको तर्फबाट उपस्थित रहेको छ भनेदेखि त्यसै गरी नेपाल म फेरि पनि हाम्रो शिक्षक ब्यानरमा र सँगसँगै श्री माध्यमिक विद्यालय तिनघरेको तर्फबाट स्वागत गर्न चाहन्छु। थुप्रै ब्यानरहरू छन्। मैले यहाँ सबैलाई स्वागत गर्दै अब कार्यक्रमलाई औपचारिक रूपमा अगाडि बढाउने जमर्को गर्दैछु। हाम्रा प्रमुख अतिथिज्यूको उपस्थितिलाई हामी केही समयसम्म पर्खिने हो कि भन्ने लागेको छ। त्यसैले यसै बिचमा अघि नै प्रस्तुति राख्नुहुने नेवार समुदायको प्रस्तुतिका बिचमा हामीले बाजा मात्रै सुनेका थियौँ। अब हाम्रो एउटा आकर्षक नृत्यको पनि पालो रहेको हुनाले आकर्षक नृत्यको लागि सुरुमै नेवारको मात्रै प्रवर्धन भइराखेको छ। हाम्रो चाहिँ बाँकी होला भन्ने पनि होला। हामी सबैलाई समेटेर गर्नेछौँ है। अहिले भने नेवा संस्कृतिको प्रवर्धन सँगसँगै जोडिएको र हामी सबैलाई मनोरञ्जन प्रदान गर्नको निम्ति आतुर भएको एउटा अनौपचारिक कार्यक्रमको बिचमा नृत्यलाई जोड्न चाहन्छौँ। यहाँ सबैलाई हामी
ओके नेपाल गायत्री परिवारको तर्फबाट र नेपाल मोबाइल व्यवसाय सङ्घको तर्फबाट थुप्रै साथीहरू हुनुहुन्छ। म यहाँलाई हाम्रो सहयोगको लागि र हाम्रो यो कार्यक्रमलाई व्यवस्थापन गर्नको निम्ति उपस्थित भइदिनु भएको छ। धेरै धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छु। म वीर कुमार श्रेष्ठज्यूलाई आफ्नो प्रस्तुतिको लागि आफ्नो टोलीलाई पठाइदिन अनुरोध गर्दै